12 वर्षको हुँदैछु फल्नेको 2-3 महिना भइसक्यो हजुर दिन पनि खट्टै होइन उमेर भने दिदी उमेर उमेर पनि खट्टै खाइथिएन 90-91 वर्ष हुनुभयो तपाईँ 90-91 वर्ष हुनुभयो 90 नागिसक्नु भयो एउटा मिठो गीत गाइदिनु न त मिठो गीत गाइदिनु न दी मान्छेको ख्याल माया लाग्दैन हुर्कीमा लेट भयो सानो मायालाई बाटैमा भेट भयो तिमी चौतारी केटीमा मरेको मन घुम्दाखेरि भेटिन हुर्कीमा लेट भयो सानो मायालाई बाटैमा भेट भयो लाउनुसम्म बुगानी लगाइसकी उमेर जति जम्मै खाइसक्यो फुल्की पर फुल्लाइदियो पार्टीको अब जाने बेला भइहाल्यो सा त्यो पार्टीको एउटा काम छ म जाने बेला सबैलाई राम्रा अझै दिदी अझै 2-4 लाइन सबै भन्छन् मेरो 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 केही होइन नाङ्गै जान्छन् लानु केही छैन हरि बोल ढुक्कमाया जानी दिनको जिन्दगानी कर्कलाको पानी शरीर पनि गले जान्छ जाँदैन यो हातमा आखिरले माता बस्छ परमात्माको साथ हरि बोल ढुक्कमाया जानी दिनको जिन्दगानी कर्कलाको पानी त्यो चाहिँ भर्नु आउनु भने गीत अझै गाइदिनु दिदी अझै मेरो गीतहरू गाएन भने त म भर्नु गाउँछु मेरो गीत त्यहाँ अरूले गाउँछु हजुर हजुर म त्यहाँ भर्नु गाउँछु भजन गाइदिनु एउटा अब एउटा मिठो भजन अब नङ्ग्याउने नागै जाने एकान्तको बाटो नङ्ग्याउने नागै जाने एकान्तको बाटो यमराजले पुऱ्याइ लाँदा तिमी हुन्छ लाटो हरि बोल ढुक्कु माया जाने दिनको जिन्दगानी कर्कलाको पानी हाम्रो दिदीले 90 वर्ष कटिसक्दा पनि मिठो गीत नाचौँ लाग्ने भजन पनि गीत पनि उत्तिकै राम्रो घुम्तीनिर लेट भयो नि उत्तिकै राम्रो एकान्तको बाटो यमराजले पुऱ्याइ लाँदा तिमी हुन्छ लाटो हरि बोल कर्कलाको पानी 2 दिनको जिन्दगानी कर्कलाको पानी दादु भाइ दिदी बहिनी साथी सबै हुन्छन् 2 दिनका आठ पर्व माथि दाजुभाइ साथी किन आठ पर्व तर दिदीको यो सम्झना चाहिँ बच्चा बेलाको देखि याद आउनेको दिदीको जोस मनको कृपाले भौकलाई आफ्नो सम्झी भवसागर तानी हरि बोल ढुक्कु माया जाने दिनको जिन्दगानी कर्कलाको पानी मिठो दिदी मिठो धन दौलत साथमा नचल शाखा सन्तान साथमा आउँदा आमाको काखमा चिन्यौ जाँदा एक्लै मसान गाड्नु वाह दिदी वाह
आम्मामामा यतिखेर जीवनमा धोका होला है उपायका एउटै नराम्रो कुरा मनमा गुण आफ्नो ज्ञान जान्यो भने आखिरमा पर्दैन